फेरि पनि साधन काम के भन्छ अब माछा तपाईँको पाहुनाहरू माछा स्वागत दिलाई यो के रहेछ त लानु भएको फेरि पनि अब अलिकति कम भइहाल्छ पैसा कि के बाटो खर्चले होइन छोरीलाई के दुःख पर्ला भनेर हो बिचरा गाउँघर यस्तो त हाने होइन अनि मैले अघि नै तपाईँलाई भने होइन पर्दैन खसी के अरे बोका खसी बेच्न पर्दैन हामी आफै खर्च आफै गरिदिन्छ भनेर त्यत्रो भनेर अनि आँखा छलेर लगेर तपाईँहरूलाई पनि अलिअलि खाम्ला अलिअलि खम्ला होइन अनि उताको अलिकति 2-4 किलो होइन बेचेर किराया अलिकति होला खाता होला चिया पानी खाने छोरीले होइन त्यसको लागि त अब गर्नु पऱ्यो नि त बाबुले पनि के गर्नु पऱ्यो यो अहिले यो बेच्न भन्दा नि कता लानु भएको हजुर यो अब काट्ने अनि चाहिँ तपाईँहरूले अलिकति गर्नुभएको होइन अर्ग्यानिक खसीको मासु पनि चाख्नु होला ए भनेपछि यसलाई लगेर काटेर बेच्ने अनि अलिकति घर पनि ल्याएर आउने त्यो प्लान थियो तपाईँको पर्दैन सुन हामीले त तपाईँहरूको घरमा बसेर सिन्कीको झोल अनि के अरे फर्सी सिस्नो खान्छौँ गाउँघरमा खाने पनि यही होइन सहर बजारमा त जतिले नि खाइन्छ नि माछा मासु त त्यो सहर बजारको खसी र यहाँको खसीमा धेरै फरक पर्छ यहाँको जडीबुटी खाएको खसीहरू तपाईँहरूले पाएर सुन्नु यो तपाईँहरूको सम्मान हो म यो तपाईँहरूको सम्मानको कदर गर्छु धेरै धेरै धन्यवाद यति सोच्नु भयो यो खसी बेच्न पर्दैन छोरीको लागि खर्च पानी केही तपाईँले दिनु पर्दैन है सबै हामी बिहोर्छौँ बुझ्यौ अब त्यत्रो भनेर अनि लास्ट आँखा छलेर सरले झन् श्री सरले देखेर बोलाउनु भयो फेरि पनि साधन काम के भन्छ अब माछा तपाईँको पाहुनाहरू माछा स्वागत दिलाई यो दाना पर्दैन केही गर्नु पर्दैन हामीलाई जे गर्नु भएको छ त्यति ठिक छ गाह्रो नमान्नु होला केही गाह्रो छैन बुवा केही गाह्रो छैन लगेर यो पाला